खानु भयो खास के भयो भन्नु पहिला नसा चेपेछ भनेर रिपोर्टमा देखाएको थियो अपरेसन गर्नुपर्छ भन्दै ए अपरेसन लुज हामी उहाँलाई भाइरल गर्नु दुख्यो आयो दुख्यो कहाँ आयो आयो न्यु रोडदेखि के भएर आएको घाँटी दुखेर नगर सास गरेर छोड्नु रुक किन त नरम नरम सास गरेर छोड्नु रिल्याक्स रिल्याक्स अर्को झट्का पो दुख्छ त कस्तो भयो रिल्याक्स रिल्याक्स दुखेको छ डान त्यो दुखेको 6-7 महिना दबाई खानु भएको थियो नसाको तर त्यस्तो धेरै खाएन नसाको दबाई गर्नुपर्छ भनेको थियो है तर नसा चेपेको त थिएन हामीले नसा मैले सुरुमा कन्सिस गराएको थिएँ नसा चेपेको फिल भइसक्यो हो नसा अपरेसन गरेको के गर्नु हुन्थ्यो त भन्नु त तपाईँ अपरेसन चाहिँ गरेर के गरिदियो भन्ने कुरा थियो क्या त्यहाँ होइन नसा च्यापेको त थिएन होइन हड्डीले चाहिँ नसा च्यापिसकेको थियो हड्डीले त नसा च्यापिसकेको थियो भने है रिपोर्टमा त्यो देखेको रिपोर्टमा त्यो देखेको थियो तर त्यो रिपोर्ट फेरि हामीले निकालेर हेर्दा त्यस्तो केही पनि देखिएन कि हामीले देखेको त यो मांसपेशीहरू चाहिँ एकदमै मोटी टाइप कस्तो दुख्थ्यो होइन अहिले चलाउनु फ्रिली चलाउनु देखेको छ अरू सिन्दिन छ नि होइन पढिँदैछ है ठिक छ ओके रिल्याक्स होस् केही हुँदैछ नभुल्नु अर्को हिसाबले पढाउनु पर्ने छ त्यस दुख्छ तपाईँलाई अलिअलि दुखेन त हल्का हल्का मात्र लेफ्ट साइड दुध आछ हामीलाई कस्तो गरम भयो गऱ्यो भयो ठिक छ मासपेसीहरू पनि ठिक छ है डर्नु पर्दैन अब उहाँलाई 2 दिन चाहिँ हामी फाइनल गर्छौँ
अब दुई दिन मिसिन लगाएर ग्राइन्डर मजाले हालेर नसा सबै चेक गर्छ पर्छ होइन विश्वास गर्छु ल 2 दिन चाहिँ त्यस्तो छैन आज कति दिन भयो तपाईँ 10 दिन भयो होइन तपाईँको भाग्य त राम्रो 10 दिन जान्छ मलाई गाह्रो हुन्छ यो मसल्सहरू टाइट धेरै बनाउनु के हुन्छ नसाहरू चाहिँ मासुमा च्यातेर छिर्छ नि त त्यसले गर्दा चाहिँ हाम्रो मुन्टोहरू दायाँ बायाँ गर्दा पनि यो दुख्छ कि यसलाई चाहिँ हामी कति मात्रै अब नराम्रो नसोचहरू हुन्छ कि नसा च्याप्यो भन्नुहुन्छ कि धेरै बेसी नभए जस्तो तत्कालै अपरेसन भने है जस अपरेसनबाट बस्नु भयो चिर्नु परेन होइन जस है सबै ठिक छ होइन हाम्रो कहिले के हुन्छ मासपेसीको कारणले चाहिँ हाम्रो भागहरू दुख्ने कमरहरू दुख्ने बढी हुन्छ नि तर यो के हुन्छ भने कतिपय चाहिँ नसा च्यापेको भन्ने कुराहरू जति छ त्यो पहिला के हुन्छ भने एउटै डक्टरसँग मात्रै कन्सल्ट नगर्थ्यो कि मेरो भनाइ थियो कि जस्तै अब मैले अब अहिले गरेँ होइन उहाँको चाहिँ यो मसल्स डायट यो पार्टहरू चाहिँ उहाँले के हुन्छ ग्यास गर्दा पनि कहिले कहिले के हुन्छ अब मसल्सहरू पेन हुन्छ कि पेन हुन्छ त्यसपछि हामी एन्टिबायोटिकहरू नसाको दबाईहरू खान्छौँ नि त अनि ग्यास झन् बन्छ बनेपछि के हुन्छ त नसालाई नै दबाब हुन्छ क्या ग्यास हुने मान्छे सेन्टर आउट भएको मान्छेको प्रायः चाहिँ के हुन्छ 99% यो पाटो पहिला समाउँछ हेर्नु है अनि यो पाटो समाउँदै गएपछि बल्ल अनि तपाईँको चाहिँ फैलिँदै जाने हो कि तल जाने हो अब कतिवटा केसमा होइन अब L4 L5 च्यापेको केसहरू पनि हामीले देख्यौँ नि त तर अब तपाईँहरूले चाहिँ बनाएको एउटा त्यो हुन्छ अहिले आएको हुन्छ गर्दै हुन्छ उहाँले चाहिँ नसा च्यापेको हो उहाँ आमाको पनि नसा च्यापेको कति वर्ष भयो यहाँ आउँदाखेरि पुरा भ्याउँदै थियो रोग पत्ता लाग्यो उहाँहरू कति भ्याउँदै छ कति वर्षदेखि उहाँले अब त्यो रोगको दबाई मात्रै खाएर बस्यो नि त उहाँले चाखो गर्नुभयो तर के भयो रोग त पत्ता लागेन यदि त्यो बेला रोग पत्ता लागेको भयो त खर्च हुने थिएन दुःख हुने थिएन मान्छेमा तनाव हुने थिएन होइन कतिपयले के हुन्छ भने त्यही भएर म त के भन्छ सबैले टाउको धेरै दुख्छ भने माइग्रेन भन्ने हुँदैन क्या एङ्जाइटी डिप्रेसनै भन्ने हुँदैन क्या ग्यासको कारणले नै हामीलाई एङ्जाइटी डिप्रेसन बनाउँछ क्या टाउकोहरू बढी दुख्नुहुन्छ क्या ग्यासको कारणले त्यही भएर सुतेर चाहिँ सेन्टरपट्टि चेक गर्नु है भनेर हामीले भनिरहेको हुन्छ त्यो बारम्बार क्या तर के छ म बुझ्दैछ अब बुझाउनु सकिँदैन के छ अब एलोपेथीले पक्कै हालेर कम हुन्छ कम हुन्छ अनि त्यही चाहिँ लिको गर्छ कि फेरि हामी कति मूर्ख छ नि त हामी आफू पनि त होइन अरूलाई दोषिनुभन्दा पहिला आफूले अलिकति केयर गर्ने होला है अनि उहाँले खानु भने अमिलो पिरोहरू त बन्दै गर्नु अझै पनि केरा आँपहरू बन्दै गर्नु होला है